तपाईलाई दर्शकबिन स्वागत छ तपाईलाई हाम्रो यस युट्युब च्यानल बेलौरी खबरमा। भारतले चाहिँ हिजो भर्खरै चाहिँ पाकिस्तानमा हमला गरेको छ र सही समयमा चाहिँ आफूले उसको बदला लिने भनेर चाहिँ अहिले बताइरहेको छ। पाकिस्तानी प्रधानमन्त्रीले चाहिँ जिम्मा चाहिँ पाकिस्तानी प्रधानमन्त्रीले चाहिँ हमलाको जिम्मा चाहिँ सेनालाई दिएका छन् भन्नेपछि सेनाले पनि कारबाही गर्ने भनेर प्रतिबद्धता आफ्नो जनतालाई बताएको छ। र नेपालले के गर्ने, कसको पक्षमा लाग्ने र कसको पक्षमा नलाग्ने तपाईलाई के लाग्छ साथीहरु कमेन्ट गर्नुहोला। किनभने नेपालले चाहिँ भारतको पक्ष लिने हो या पाकिस्तानको पक्ष लिने हो, कसको पक्ष लिने हो सरकारले अहिलेसम्म पक्का गरिसकेको छैन। नेपालले चाहिँ कसैको पक्ष नलिए नै नेपाललाई फाइदा हुने हामी देख्दछौँ। किनभने नेपालले पाकिस्तानको पक्ष लिए भने भारतले चाहिँ आफ्नो नाकाबन्दी गर्न सक्छ भने पाकिस्तानको पक्ष लिएपछि सार्क देश हो, सार्क देशले गर्दा चाहिँ ऊ मनमुटाव हुन सक्छ भने त्यही कारणले चाहिँ हामीले तटस्थ रहनुपर्छ भन्दै हाम्रो माग छ। तपाईलाई के लाग्छ, कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला। पहिलो प्राथमिकता चाहिँ नेपाली गोर्खा सेनाहरूलाई चाहिँ पहिलो लाइनमा लड्नलाई नपठाउने भनेर जति सक्दो भारतलाई दबाब दिनुपर्ने यो कुरा नेपाल सरकारले सम्झिनुपर्छ। छिटै भारत परराष्ट्र मन्त्रीले चाहिँ यसको बारेमा कुरा राख्नुपर्छ भारत सरकारलाई।